Welcome guys, welcome to the channel. Today we are going to dive in the chapter electricity and magnetism. इलेक्ट्रिसिटी र म्याग्नेटिजम भनेको एकदमै एसोसिएटेड टर्म हो क्या। इलेक्ट्रिसिटी छ नि, हामीले इलेक्ट्रिसिटीबाट म्याग्नेटिजम पनि निकाल्न सक्छौँ। म्याग्नेटिजम भनेको के हो? म्याग्नेटिजम भनेको चाहिँ कुनै पनि म्याग्नेटको म्याग्नेटिक प्रोपर्टी अफ म्याग्नेट इज म्याग्नेटिजम। यो चाहिँ म्याग्नेटिजम हो। अब इलेक्ट्रिसिटी भनेको के हो? इलेक्ट्रिसिटी भनेको चाहिँ कन्टिन्युस फ्लो अफ इलेक्ट्रोन हो क्या। इलेक्ट्रोनको कन्टिन्युस बहावलाई नै एउटा कन्डक्टरमा इलेक्ट्रोनको कन्टिन्युस बहावलाई नै हामी के भन्छौँ? इलेक्ट्रिसिटी। यता हेर्नुहोस्, यो चाहिँ एउटा के हो? एटम हो। एटममा यहाँ के छ? इलेक्ट्रोन छ। अब यस्तै मल्टिपल इलेक्ट्रोनहरू हुन्छ क्या, धेरै एटमहरू हुन्छ नि। अब त्यो चाहिँ एउटा कन्डक्टरमा बगिरहेको हुन्छ, त्योबाट चाहिँ दुईवटा इलेक्ट्रिसिटी निस्किन्छ, दुईवटा एनर्जी निस्किन्छ। अब इलेक्ट्रोनको फ्लोबाट जो एनर्जी रिजल्टको फर्ममा निस्किन्छ त्यसलाई चाहिँ हामीले करेन्ट इलेक्ट्रिसिटी भन्छौँ, जसलाई हामीले सिम्पली इलेक्ट्रिसिटी भनेर पनि चिन्ने गर्छौँ। र स्ट्याटिक इलेक्ट्रिसिटी भनेको चाहिँ अब यो इलेक्ट्रोनको सङ्ख्या घटाइयो अथवा बढाइयो भनेपछि जुन एनर्जी निस्किन्छ नि त्यसलाई चाहिँ हामीले स्ट्याटिक इलेक्ट्रिसिटी भन्छौँ। स्ट्याटिक इलेक्ट्रिसिटीको बेस्ट इक्जाम्पल भनेको चाहिँ कम हो। कम अथवा त्यो टाउकोमा स्केललाई रब गर्छौँ नि, रब गरेर अनि फेरि हामीले भुइँमा चप्काउँदाखेरि डस्टहरू चप्किन्छ, त्यो चाहिँ स्ट्याटिक इलेक्ट्रिसिटीको बेस्ट इक्जाम्पल हो। अब हामीले यो च्याप्टरमा पढ्नुपर्ने कुराहरू एसीडीसी भयो, म्याग्नेटिक इफेक्ट अफ इलेक्ट्रिक करेन्टको कारणले आउने म्याग्नेटिक इफेक्टहरू के छन् त्यो पढ्छौँ। म्याग्नेटिक फ्लक्स, इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन, म्युचुअल इन्डक्सनको पनि हल्का कुरा गर्छौँ। अनि देन इलेक्ट्रिक मोटर, ट्रान्सफर्मर, हल्का एडिसनल कुराहरू छन् जस्तो कि हाइड्रो इलेक्ट्रिसिटी, पावर प्लान्टहरू र विन्ड मिलको कुरा भयो, त्यो पनि हामी गर्नेछौँ। त्योभन्दा अगाडि छुटेको कुरा रहेछ, इलेक्ट्रिक एनर्जीलाई चाहिँ हामीले किन म्याग्नेटिक एनर्जीमा कन्भर्ट गर्न सक्छौँ, हाउ इज इट पोसिबल भन्ने कुरा हामीले अलि पछि पढ्छौँ। तर किन गर्न सक्छौँ भन्दाखेरि इलेक्ट्रिक एनर्जीले चाहिँ के गर्छ? म्याग्नेटिक प्रोपर्टी देखाइदिन्छ क्या। कुन बेला कस्तो बेला देखाउँछ भन्ने कुरा चाहिँ हान्स क्रिस्टेड ओरिस्टेडको हाम्रो एक्सपेरिमेन्ट छ, त्यसमा चाहिँ हामी हेर्छौँ म्याग्नेटिक इफेक्ट देखाउँछ। त्यही भएर हामीले इलेक्ट्रिक एनर्जीलाई म्याग्नेटिक एनर्जीमा र म्याग्नेटिक एनर्जीलाई इलेक्ट्रिक एनर्जीमा पनि कन्भर्ट गर्न सक्छौँ। अब चाहिँ एसी र डिसीको कुरा गरौँ। एसी भनेको अल्टरनेटिङ करेन्ट, डिसी भनेको चाहिँ डाइरेक्ट करेन्ट। अब कस्तो हुन्छ भन्दाखेरि डिसी भनेको त्यस्तो करेन्ट हो जसले चाहिँ आफ्नो पोलारिटी चेन्ज गर्दैन। यो के हो? टाइम एन्ड भोल्टेज ग्राफ, यसलाई चाहिँ हामी भोल्टेज मानौँ, यो चाहिँ टाइम भयो। डिसी के हुन्छ? निरन्तर एउटा ठाउँमा जान्छ क्या। अब एसीको कुरा गर्ने हो भनेपछि टाइम भयो, यो भोल्टेज भयो। अब एसीले के गर्छ? एसीले चाहिँ आफ्नो पोलारिटी चेन्ज हुन्छ। पोलारिटी भनेको ध्रुवीयता, ध्रुव भनेको माथिबाट तल गइदिन्छ, तलदेखि माथि गइदिन्छ, यस्तो भएर हाम्रो एसी गइदिन्छ। भनेपछि डिसी चाहिँ निरन्तर बगिरहन्छ, एउटै कन्टिन्युसली फ्लो गर्छ, यसले चाहिँ आफ्नो पोलारिटी चेन्ज गर्दैन। डिसी पोलारिटी चेन्ज हुँदैन, डिसीमा पोलारिटी चेन्ज हुँदैन डिसीमा चाहिँ, अनि एसीमा चाहिँ पोलारिटी चेन्ज हुन्छ। अर्को कुरा के हुन्छ भन्दाखेरि डिसीमा चाहिँ अब यो भोल्टेज छ नि, यो 5 भोल्टेज भयो अरे, तल 1 छ भनेपछि यो निरन्तर 5 मा गइरहेको नि त, त्यही भएर यसको के हुन्छ? भोल्टेज पनि चेन्ज हुँदैन। डिसीमा भोल्टेज चेन्ज हुँदैन, एसीमा तल एकपटक 5, एकपटक 5 होला, यहाँ एकपटक -5 होला, होइन, यसरी चेन्ज भइरहेको। त्यही भएर एसीमा चाहिँ भोल्टेज चेन्ज हुन्छ, एसीमा हुँदैन। एसीमा भोल्टेज चेन्ज हुन्छ, डिसीमा हुँदैन। अब यसैसँग एडिसनल फ्रिक्वेन्सीको कुरा छ। फ्रिक्वेन्सी भनेको के हो? फ्रिक्वेन्सी भनेको चाहिँ यो एसी करेन्ट छ नि, एसीको तलदेखि माथि यो भोल्टेज पोलारिटी माथिदेखि तल आउनुलाई हामीले के भन्छौँ? 1 साइकल भन्छौँ कि यतिकोलाई हामीले के भन्छौँ? 1 साइकल भन्छौँ। यदि एउटा एसी करेन्टले 1 सेकेन्डमा कतिवटा साइकल पुरा गर्छ त्यो चाहिँ के हो? फ्रिक्वेन्सी हो। द नम्बर अफ साइकल इन अ सेकेन्ड इज कल्ड फ्रिक्वेन्सी, यो चाहिँ याद राख्नु होला। अब एउटा अर्को क्वेसन सोधिरहेको हुन्छ, कुनै एउटा ठाउँको ल नेपालको के अरे फ्रिक्वेन्सी 50 हर्ट्ज छ अरे है इलेक्ट्रिसिटीको, त्यो भनेको के हो भनेर सोधिन्छ। यो भनेको चाहिँ हामीले के बुझ्यौँ भन्दाखेरि फ्रिक्वेन्सी भनेको के हो? म्याक्सिमम नम्बर अफ साइकल इन अ सेकेन्ड हो कि नै, टाइम 1 सेकेन्डको। अब त्यो हुनाले फ्रिक्वेन्सी भनेको के भयो?
50 हर्जमा कतिवटा आयो 50 साइकल भयो। साइकल भने हामीले के बुझ्यौँ माथिदेखि तल भनेपछि हाउ मच एक साइकलमा कतिपटक पोलारिटी चेन्ज हुन्छ 2 पटक पोलारिटी चेन्ज हुन्छ चेन्ज हुन्छ हो कि नि एक साइकलमा 2 पटक पोलारिटी चेन्ज हुने भयो किनकि माथि एउटा पोलारिटी छ पोलारिटी भनेको एक साइडमा के माथि पोलारिटी छ अब यहाँ आउँदा तल चेन्ज भयो माथिदेखि तल चेन्ज भइरहेको भनेपछि एक साइकलमा 2 वटा पोलारिटी चेन्ज भइरहेको 50 साइकलमा कति पटक पोलारिटी चेन्ज हुन्छ 50 × 2 100 पटक पोलारिटी चेन्ज हुन्छ भन्नको मतलब यसको मतलब के हो नेपालको इलेक्ट्रिसिटीको फ्रिक्वेन्सी 50 हर्ज छ भन्नको मतलब द पोलारिटी अफ द करेन्ट चेन्जेस 100 टाइम इन अ सेकेन्ड भनेर लेखेर हामीले योबाट यो चाहिँ हाम्रो 1 अथवा 2 नम्बरमा आउन सक्छ। अब चाहिँ एकदमै इन्ट्रेस्टिङ टपिक आयौँ हामी म्याग्नेटिक इफेक्ट अफ करेन्ट। यो डिस्कभरी चाहिँ एकदमै गेम चेन्जिङ डिस्कभरी थियो। यसलाई कसले गरेको थियो हान क्रिस्टियन ओरिस्टेडले गरेका थिए। यो डिस्कभरी चाहिँ यो चाहिँ एकदमै गेम चेन्जिङ डिस्कभरी हो। त्यसले के गर्यो भन्दाखेरि एउटा कम्पास लगे कम्पास भनेको एउटा स्मल म्याग्नेट है नर्थ र साउथ पोलमा भएको। यो चाहिँ कसरी काम गर्छ भन्दाखेरि हाम्रो अर्थको म्याग्नेट हुन्छ नि अर्थको म्याग्नेट अर्थको नर्थ अपोजिट साइडले एकअर्कालाई एट्र्याक्ट गर्छ अनि यसमा चाहिँ त्यसरी सेटिङ गरेको हुन्छ एउटालाई रेड गरिएको हुन्छ नर्थ पोललाई रेड कलर गरिएको हुन्छ एउटा पोललाई अनि अर्थको म्याग्नेटबाट हामीले यो अर्थको हामीले के बुझेका भन्दाखेरि म्याग्नेटले चाहिँ अपोजिट साइड एट्र्याक्ट गर्छ अर्थको नर्थ पोलले साउथलाई एट्र्याक्ट गरिदिन्छ अनि त्योबाट चाहिँ हामीले डिरेक्सन नेभिगेसनको लागि यो कम्पासले युज गर्छौँ। यो चाहिँ हाम्रो सिलेबसमा छैन त्यही पनि भनिदिइहालेँ। के गर्यो भन्दाखेरि एउटा वायर छ वायरको प्यारलल हुने गरेर कम्पासलाई राखेँ वायरको प्यारलल हुने गरेर कम्पासलाई राखेर उनले चाहिँ इलेक्ट्रिसिटी पास गरे। अब इलेक्ट्रिसिटी पास गर्दाखेरि वी नो व्हेन इलेक्ट्रिसिटी इज पास्ड इन अ वायर इट बिहेभ लाइक म्याग्नेट इट एक्जिबिट म्याग्नेटिक प्रोपर्टी। यो चाहिँ म्याग्नेट जस्तो काम गर्छ। अब त्यो म्याग्नेट जस्तो काम भनेपछि यसको पनि के हुन्छ पोलर हुन्छ यसको पोलले चाहिँ यो म्याग्नेटलाई अट्र्याक्ट गरेर यसलाई घुमाइदियो। अब यसलाई घुमाएर वाइ इट इज अ बिग डिल म्याग्नेट घुम्दैमा के ठुलो कुरा भयो त हैन के डिस्कभरी भयो जो गेमै चेन्ज भयो भन्ने हजुरहरूलाई लाग्न सक्छ। यसको कारणले अब हामीले के पत्ता लाग्यौँ फ्यान छ नि फ्यान हाम्रो घरमा भइरहेको फ्यान के सबैको घरमा भएको फ्यान दिस अल्सो वर्क अन सेम प्रिन्सिपल ट्रेनिङ कस्तो हो दिस वर्क अन सेम प्रिन्सिपल। अब हामीले चिजलाई म्याग्नेटिजमले हामीले इलेक्ट्रिसिटीले चिजलाई घुमाउन सक्छौँ भन्ने कुरा पत्ता लाग्यो। हाउ गेम चेन्जिङ इज दिस कुनै पनि चिजलाई त्यो समयमा 1800 देखि 1900 तिरको समय होला 1820 मा चाहिँ उनले पत्ता लगाएका थिए। अब त्यो समयमा कुनै चिजलाई हामीले इलेक्ट्रिसिटीको प्रयोग गरेर घुमाउन सक्छौँ भन्ने कुरा त एकदमै ठुलो डिस्कभरी हो नि त। त्योबाट हामीले धेरै चिजहरू बनाउन सक्ने भयौँ। अल्सो इट लिड टु द इलेक्ट्रोम्याग्नेटिजम भन्ने एउटा ब्रान्च अफ साइन्स छ नि त्यसमा चाहिँ त्यति बेला छँदै थिएन। त्यसले चाहिँ दिस हान क्रिस्टियनको एक्सपेरिमेन्टले दिस एक्सपेरिमेन्ट लिड टु दिस त्यही भएर यो चाहिँ बिग डिल हो। अब यिनले एक्सपेरिमेन्टमा धेरै कुरा पत्ता लागेका थिए जस्तो कि यदि यो वायरमा चाहिँ हामीले वायरमा इलेक्ट्रिसिटी बढायौँ भनेपछि भोल्टेज बढायौँ भनेपछि यो छिटो धेरै घुम्छ अनि यसलाई जति नजिक राख्यो नि यो वायरको जति नजिक राख्यो नि त्यसले धेरै छिटो घुम्छ क्या किनकि वायरको नजिक म्याग्नेटिक प्रोपर्टी स्ट्रङ हुन्छ अनि इलेक्ट्रिक करेन्ट इन्क्रिज गर्दा पनि म्याग्नेटिक प्रोपर्टी स्ट्रङ हुने त हो त। अब हान क्रिस्टियन ओरिस्टेडले यो कुरा चाहिँ पत्ता लाए तर उनले यो म्याग्नेटिक फोर्सको म्याग्नेटिक लाइन्स जो म्याग्नेटिक लाइनहरू छ नि त्यसको डिरेक्सन के छ भन्ने कुरा पत्ता लगाउन सकेका थिएनन्। अब त्यो डिरेक्सन पत्ता लगाउनको लागि हाम्रो म्याक्सवेलको हाम्रो राइट ह्यान्ड थम्ब पनि छ तर पनि हामीले एउटा अर्को एक्सपेरिमेन्टबाट नै पत्ता लगाउन सक्छौँ। कार्डबोर्ड लग्ने आइरन फिलिङहरू लग्ने यो चाहिँ हाम्रो कन्डक्टर हो कन्डक्टर यसमा चाहिँ हामीले करेन्ट पास गरिरहेछौँ है करेन्ट छ यसमा भोल्टेज पनि छ। अब यहाँ चाहिँ हामीले आइरन फिलिङ राखिदिउँ आइरन फिलिङ राखिदिउँ भनेपछि आइरन फिलिङले चाहिँ यो म्याग्नेटिज जति टाढा भयो नि त्यति कम म्याग्नेटिजम लाग्छ त्यो हिसाबले चाहिँ यसले आफूलाई एरेन्ज गर्दै जान्छ र यो चाहिँ म्याग्नेटिक फिल्ड जस्तै एरेन्ज हुन्छ। लेट मी सो हो यसरी चाहिँ यो बस्दिन्छ क्या ट्याक्क लाइन देखाएर म्याग्नेटिक फिल्ड्सहरू चाहिँ देखाइदिन्छ अनि योबाट हामीले म्याग्नेटिक लाइन म्याक्सवेल भन्ने साइन्टिस्टले चाहिँ के गर्यो भन्दाखेरि त्यसले चाहिँ एउटा रुल निकालेको थियो क्या राइट ह्यान्ड थम्ब रुल साउट आउट टु दिस च्यानल। त्यसमा के भन्छ भन्दाखेरि जब हामीले हाम्रो थम्बलाई चाहिँ करेन्ट पास भइरहेको डिरेक्सनमा राख्छौँ भनेपछि जुन रिमेनिङ फिङ्गर छ नि वेन वी क्रल इज द डिरेक्सन अफ द म्याग्नेटिक फिल्ड
स्ट्रेट वायरको कुरा थियो होइन। अब चाहिँ हामीले सर्कुलर वायरको कुरा गर्छौँ। सर्कुलर वायरमा चाहिँ अब म्याग्नेटिक फिल्ड कस्तो हुन्छ, प्रोपर्टी कस्तो आइदिन्छ, यो पनि सेम आइरन फिलिङबाट नै निकाल्ने हो। यसमा चाहिँ कस्तो, अब यसमा देखाइरहेको छ नि, यो यहाँ चाहिँ कम्पास प्रयोग गरेको छ। कम्पास प्रयोग गर्दा नि हुन्छ, आइरन फिलिङ प्रयोग गर्दा नि हुन्छ। अब कम्पासलाई चाहिँ हामीले टेन्जेन्टको फर्मुला युज गर्दै गरेर हामीले यहाँबाट पनि म्याग्नेटिक लाइन निकाल्न सक्छौँ। आइरन फिलिङले चाहिँ डाइरेक्ट देखाइदिन्छ। अब यस्तै मल्टिपल सर्कुलर कोइलहरूलाई लगेर हामीले के गर्न सक्छौँ, त्यसलाई यस्तै अरेन्ज गरिदिन्छौँ नि। जब तिनीलाई हामीले अरेन्ज गर्छौँ नि, सबको म्याग्नेटिक प्रोपर्टी म्याग्नेटिक फिल्ड हुन्छ। अब म्याग्नेटिक फिल्ड सबैको हुँदाखेरि तर म्याग्नेटिक फिल्ड नेभर इन्टरसेप्ट होइन, म्याग्नेटिक लाइन्स नेभर इन्टरसेप्ट त्यसैले तिनीहरूलाई रिपेल गर्छ कि त सेम अट्र्याक्टबाट फ्युज भइदिन्छ कि त रिपेल गर्छ। योबाट हामीले यी मल्टिपल कोइलले केसको निर्माण गर्छन्, एउटा टेम्पोररी बार म्याग्नेटको निर्माण गर्छन्। टेम्पोररी म्याग्नेट किनकि जबसम्म यसमा इलेक्ट्रिसिटी पास गरेर हामी नि तबसम्म यो म्याग्नेट हो। इलेक्ट्रिसिटी पास गर्न त्यो नर्मल हो, अब्जेक्ट हो। त्यसैले यो टेम्पोररी म्याग्नेट भयो। बार म्याग्नेट भन्दा त्यही भएर यो हल्का इफेक्टिभ भयो। अब यसलाई चाहिँ हामीले कलेक्टिभली सोलेनोइड भनेर बुझ्छौँ। अब सोलेनोइड भनेको के हो भन्दाखेरि, सोलेनोइड भनेको दुईवटा शब्दबाट बनेको हुन्छ, सोले प्लस एनोइड हो कि त्यस्तै समथिङ के छ। त्यो भनेको के हो, सोले भनेको चाहिँ हाम्रो पाइपलाई बुझिन्छ, पाइप, अनि नोइड भनेको चाहिँ कोइल भयो। पाइप जस्तो कोइललाई चाहिँ हामीले सोलेनोइड भन्छौँ। म्याक्सवेलको ग्रिप रुल पनि यो थम्ब रुल जस्तै सेम नै हो। त्यसमा हल्का के फरक छ भन्दाखेरि, जब हामीलाई डिरेक्सन अफ करेन्ट थाहा नि, तब हामीले जुन डिरेक्सनमा थम्ब पोइन्ट गर्छ नि त्यो नै के हो, नर्थ पोल हो भन्ने कुरा चाहिँ सोलेनोइडको नर्थ पोल निकाल्नको लागि हामीले डिरेक्सन थाहा भइसकेपछि हामीले सोलेनोइडको नर्थ पोल निकाल्नको लागि यो म्याक्सन ग्रिप रुलको युज गर्छौँ। म्याग्नेटिक फ्लक्सको कुरा, म्याग्नेटिक फ्लक्स भनेको चाहिँ हामीलाई के थाहा भन्दाखेरि, एउटा बार म्याग्नेटको नर्थ पोलदेखि साउथ पोलतिर हाम्रो म्याग्नेटिक लाइन अफ फोर्सहरू जान्छ। अनि यसको चाहिँ भित्र चाहिँ ट्याक्क यस्तो हुन्छ क्या, साउथदेखि नर्थतिर गइरहेको हुन्छ। नर्थदेखि साउथ जान्छ, भित्र चाहिँ फेरि साउथदेखि नर्थतिर जान्छ। अब यस्तो लाइनमा चाहिँ यदि हामीले कुनै पर्टिकुलर एरियामा, जो फर इक्जाम्पल हेर्नेर एउटा कुनै एरिया मानौँ, यसलाई एरिया मानौँ, यो फिल्डमा गइरहेको म्याग्नेटिक लाइन, यहाँ त धेरै लाइनहरू गइरहेको हुन्छ। यो लाइनको टोटल मेजर अफ द म्याग्नेटिक लाइन इन अ एरिया इज म्याग्नेटिक फ्लक्स। त्यसलाई चाहिँ हामीले के भन्छौँ, म्याग्नेटिक फ्लक्स भन्छौँ। म्याग्नेटिक फ्लक्सलाई चाहिँ हामीले पाईले डिनोट गर्छौँ। यस्तो हुन्छ पाईको साइन, पाई भनेको हाम्रो त्यही पाई नै हो, पाईले डिनोट गर्छौँ। त्यही पाई चाहिँ होइन, त्यो 22/7 वाला होइन, यो पाईले चाहिँ डिनोट गर्छौँ, डिनोटेसन हो यो चाहिँ, पाईले डिनोट गर्छौँ। र यसको हाम्रो एसआई युनिट चाहिँ वेबर हुन्छ, WB यसको सिम्बल वेबर। अनि यसमा चाहिँ योबाट चाहिँ हामीले के बुझ्नुपर्छ भन्दाखेरि, एउटा क्लोज सर्किट छ, सर्किटलाई हामीले जति नजिक राख्यौँ नि, नजिक टाढा गरेर हामीले त्यो सर्किटमा चाहिँ म्याग्नेटिक फ्लक्सलाई चेन्ज गर्न सक्छौँ। योबाट हाम्रो इलेक्ट्रोम्याग्नेटिक इन्डक्सनको प्रोपर्टी आउँछ। कसरी आउँछ एकछिनमा हामी बुझ्छौँ। अब म्याग्नेटिक इन्डक्सन चाहिँ हाम्रो फ्राइडेले पत्ता लगाएका थिए। फ्राइडेको यो चाहिँ यसको इन्ट्रेस्टिङ स्टोरी पनि एकदमै इन्ट्रेस्टिङ छ। त्यति बेला के भयो भन्दाखेरि हानले चाहिँ के पत्ता लगाए, हामीले करेन्टदेखि इलेक्ट्रिसिटीदेखि हालले के पत्ता लगायो, हामीले इलेक्ट्रिसिटीबाट हामीले के निकाल्न सक्ने रहेछौँ भन्दाखेरि म्याग्नेटिक प्रोपर्टी हामीले इलेक्ट्रिसिटीबाट कन्भर्ट गर्न सक्छौँ भन्ने कुरा हालले पत्ता लगायो। तर कसैले पनि अब म्याग्नेटलाई यसलाई रिभर्स कसरी गर्ने भन्ने कुरा कसैले नि पत्ता लगाउन सकिरहेको थिएन। रिभर्स त हुन्छ भन्ने थाहा थियो, कुरा थाहा थियो, तर कसरी रिभर्स हुन्छ भन्ने कुरा चाहिँ थाहा थिएन क्या। कसरी हुन्छ रिभर्स भन्ने कुरा कसैले पत्ता लगाउनु थिएन। अनि त्यही बेला हिरोको एन्टी लगाए हाम्रो फ्राइडेजीले के गरे, फ्राइडेजीले के पत्ता लगायो भन्दाखेरि यो म्याग्नेट भयो। यो म्याग्नेटको चाहिँ अब यहाँबाट के भयो, म्याग्नेटिक फिल्ड छ यसमा, यो नर्थदेखि साउथतिर आइरहेको छ। यो म्याग्नेटिक फिल्डमा यदि हामीले एउटा कन्डक्टर वायरसँग कनेक्ट गरेर राखेर यसलाई काट्छौँ भनेपछि के हुन्छ, यसलाई काट्यौँ भनेपछि क्लोज सर्किट है, यो सर्किट चाहिँ क्लोज हुनु पऱ्यो। यो सर्किटले यसलाई काट्यौँ भनेपछि यसमा के हुन्छ, म्याग्नेटिक फ्लक्स आउँछ। म्याग्नेटिक फ्लक्स हो नि त फ्लक्स, म्याग्नेटिक फ्लक्स भनेको एउटा एरियामा बढ्ने म्याग्नेटिक लाइन्सहरू हो। त्यो म्याग्नेटिक लाइन्सबाट त्यो म्याग्नेटिक फ्लक्स आउँछ। यो म्याग्नेटिक फ्लक्सले के इन्ड्युस गर्छ, EMF इन्ड्युस गरिदिन्छ। EMF भनेको इलेक्ट्रोमोटिभ फोर्स इन्ड्युस गरिदिन्छ र इन्ड्युस EMF चाहिँ के कन्भर्ट हुन्छ, करेन्टमा कन्भर्ट हुन्छ। यसरी म्याग्नेटले चाहिँ केसमा कन्भर्ट हुन्छ, म्याग्नेट करेन्टमा कन्भर्ट हुन्छ। हाम्रो माइकल फ्याराडेले यो कुरा पत्ता लगाए। योबाट अब धेरै चिजहरू बन्यो। यो कुरा माइकल फ्याराडेले पत्ता लगाएपछि योबाट अब यहीसँग अरू कुरा पनि पत्ता लाग्यो। जस्तो कि हामीले यो फ्लक्सलाई
काट्दाखेरि इएमएफ चाहिँ त्यति बेलासम्म रहन्छ जति बेलासम्म हामीले फ्लक्समा चेन्जेसहरू गर्छौँ। फ्लक्समा चेन्जेस भएन भने इएमएफ सक्यो। अनि फ्लक्समा चेन्ज हुने चाहिँ रेट अफ चेन्ज इन फ्लक्स इज डाइरेक्टली प्रोपोर्सनल टु द इन्ड्युस इएमएफ। अब म्याग्नेटिक इन्डक्सनबाट हामीले बाइकल डिनामो निकाल्छौँ क्या। कस्तो हुन्छ भन्दाखेरि यो बाइसाइकलमा अट्याच गरेको हुन्छ। जब बाइसाइकलको टायर घुम्छ नि त्यति बेला यो घुम्छ। यो घुमेपछि यो म्याग्नेट घुम्ने भयो, जसले चाहिँ के गर्छ म्याग्नेटिक फ्लक्समा चेन्जेस ल्याउँछ। म्याग्नेटिक फ्लक्समा चेन्जेस आयो भने इएमएफ इन्ड्युस हुन्छ, त्योबाट चाहिँ करेन्ट निस्किन्छ। अब यहीबाट अरू पनि भने एसी जेनेरेटरहरू भयो। के गर्नु पऱ्यो भन्दाखेरि हामीले बस एउटालाई घुमाउनु पऱ्यो, घुमाएर हाम्रो गोल के हो चेन्ज इन फ्लक्समा चेन्जेस ल्याउने। त्यसपछि हाम्रो काम बन्यो। जसरी भयो नि फ्लक्समा चेन्जेस ल्याउनु पऱ्यो। हाइड्रो इलेक्ट्रिसिटीमा के हुन्छ, हाइड्रो इलेक्ट्रिसिटीले नि उसलाई घुमाइदिन्छ क्या, यसलाई घुमाइदिन्छ टिपलाई। यो टिपलाई घुमायो भने फ्लक्समा चेन्जेस आउने हो। त्यस्तै गरेर थर्मल पावर प्लान्टमा के हुन्छ, थर्मल पावरमा त्यो हिट निस्केको हुन्छ नि, हिटले त्यसलाई घुमाइदिन्छ। जे चिज छन् त्यो के अरे अट्याच गरेको क्या म्याग्नेटलाई घुमाइयो भनेपछि फ्लक्स चेन्ज हुन्छ। फ्लक्स चेन्ज भएपछि इएमएफ इन्ड्युस भइहाल्छ। अब वाइन्ड मिलहरूमा पनि सेम हो। जे भयो नि म्याग्नेट घुमिदिनु पऱ्यो, म्याग्नेट घुम्यो भने फ्लक्स चेन्ज भइहाल्छ। अति इन्ट्रेस्टिङ छ होइन फिजिक्स। अब यस्तै एउटा इन्ट्रेस्टिङ फेनोमेना छ इलेक्ट्रिक मोटर। मोटर चाहिँ हामी सबैले देखेकै चिज हो, साइन्स प्रोजेक्टहरूमा धेरै नै युज भइरहेको हुन्छ। अब हामीले के कुरा बुझिसक्यौँ भन्दाखेरि जब हामीले इलेक्ट्रिसिटी एउटा वायरमा इलेक्ट्रिसिटी पास गर्छौँ इट एक्ट्स एज टेम्पररी म्याग्नेट। अब यो टेम्पररी म्याग्नेटलाई चाहिँ हामीले अथवा यही म्याग्नेट अथवा सोलेनोइड राउन्डेड कोइलहरूलाई कोइलको समूह नै के हो सोलेनोइड हो। त्यसलाई चाहिँ हामीले एउटा पर्मानेन्ट म्याग्नेटको नजिक राख्यौँ, बार म्याग्नेटको नजिक राख्यौँ भनेपछि वाट विल इट डु। अब यो म्याग्नेट हो, यो म्याग्नेट नजिक आउँदाखेरि अट्र्याक्सन र रिपल्सिभ टाइपको सिचुएसन हुन्छ। त्यो सिचुएसनले गर्दा के हुन्छ मुभ गर्छ, यसलाई चाहिँ मुभ गर्नमा फोर्स गरिदिन्छ, यो मुभ हुन्छ। यही मुभ हुन्छ, यसलाई नै के भन्छ मोटर इफेक्ट। घुमिदिन्छ अथवा मुभ गरिदिन्छ, त्यसलाई चाहिँ हामी के भन्छ मोटर इफेक्ट भन्छौँ। अब किन घुम्यो भन्दाखेरि एभ्री एक्सन एज इक्वल रिएक्सन न्युटन थर्ड ल। अब योबाट चाहिँ हामीले मोटर बनायौँ, यो के हो सोलेनोइड हो। त्यही इलेक्ट्रिसिटी यसमा हामीले ब्याट्रीबाट सेलबाट यसमा इलेक्ट्रिसिटी पठाउने बित्तिकै यो घुमिदिन्छ, यो नै के हो मोटर इफेक्ट हो। यो डायग्रामले त्यसलाई झन् राम्रोसँग एक्सप्लेन गरिरहेको छ। होपफुली इट इज भिजिबल टु यु। अब लास्ट थिङ अफ दिस च्याप्टर इज ट्रान्सफर्मर भनेको चाहिँ त्यस्तो डिभाइस हो जसले चाहिँ आइदर एसीलाई मात्रै फेरि डीसीलाई गर्दैन, एसीलाई बढाइदिन्छ कि घटाइदिन्छ। कस्तो हुन्छ भन्दाखेरि हाम्रो घरतिर आउने इलेक्ट्रिक पोलहरूबाट हाम्रो घरतिर हाउस होल्ड इलेक्ट्रिसिटी आउँछ। अब यो आएको इलेक्ट्रिसिटी चाहिँ एकदमै धेरै भोल्टेजको हुन्छ, हाई भोल्टेजको हुन्छ। हाई भोल्टेजको इलेक्ट्रिसिटी हाम्रो घरमा सपोर्ट गर्दैन। त्यसको लागि हामीले के हाम्रो घरमा के हुन्छ स्टेप डाउन ट्रान्सफर्मर हुन्छ। स्टेप डाउन भनेको चाहिँ माथिबाट आएको इलेक्ट्रिसिटीको भोल्टेजलाई डाउन गरिदिने। स्टेप अप भनेको भोल्टेज बढाइदिने, स्टेप अपले भोल्टेज बढाइदिन्छ। अब यो ट्रान्सफर्मर कुन प्रिन्सिपलमा काम गर्छ भन्दाखेरि म्युट इन्डक्सनको प्रिन्सिपलमा काम गर्छ। त्यो कुरा चाहिँ बुझ्नु पर्दैन के हो भन्ने कुरा, बस यति बुझ्नुपर्छ भन्ने कुरा। म्युचुअल इन्डक्सनको प्रिन्सिपलमा काम गर्छ। अब यो भयो प्राइमरी कोइल भनेको उताबाट आएको पावर हो। उताबाट आएको पावरबाट हाम्रो यो चाहिँ आउटपुट जाने, यो पावर सप्लाईबाट आएको पावर भयो। स्टेप डाउनको गर्ने हो भनेपछि प्राइमरी कोइलमा नम्बर अफ कोइल बढी गराउने, आउटपुटमा चाहिँ नम्बर अफ कोइल कम गराउने। यदि स्टेप बढाउने भने आउटपुटमा चाहिँ कोइल बढाइदिने, यसमा कोइल घटाइदिने। यताबाट आएको भोल्टेज चाहिँ स्टेप अपमा यताबाट आएको भोल्टेज कम हुन्छ। 1 छ भनेपछि यता गएर 5 बनिदिन सक्छ, 10 बनिदिन सक्छ। यो चाहिँ कोइलको नम्बरमा डिपेन्ड गर्छ। यदि स्टेप डाउन हो भनेपछि चाहिँ यताको भोल्टेज चाहिँ हुन्छ हाम्रो कम हुन्छ। जस्तो कि यहाँ 5 भोल्टेज छ भनेपछि यता 1 भोल्टेज चाहिँ गरिदिन सक्छ, 2 गरिदिन सक्छ, 3 गरिदिन सक्छ। इट अगेन डिपेन्ड अपन द नम्बर अफ कोइल। अब यो यहाँको म्याग्नेटिक यसले कति यता इलेक्ट्रिसिटी इन्ड्युस गर्छ भन्ने कुरा चाहिँ हामीले एउटा फर्मुला छ, NP अपन NS इज इक्वल्स टु VP अपन VS। यो फर्मुलाबाट चाहिँ हामीले के निकाल्न सक्छौँ भन्दाखेरि यसको इलेक्ट्रिक करेन्टहरू क्या, यो रिलेसनबाट हामीले यहाँ प्राइमरी नम्बर अफ प्राइमरी कोइल यो भयो, NS भने चाहिँ नम्बर अफ सेकेन्डरी कोइल भयो, VP भने चाहिँ भोल्टेज अफ प्राइमरी अनि VS भनेको चाहिँ भोल्टेज अफ सेकेन्डरी।
That's it for the video. Hope you guys have understood the chapter. And if you have any doubts, ask me in the comment box. I'm open for you. Thank you. I'm signing out.